आखिर जति नै यात्रा तय गरे पनि गन्तव्य भनेको आफै भित्र नै हुन्छ। अहिले हामी मेरो जहाँ जन्म भएको थियो त्यही गाउँमा जान्छ। गाउँको नाम कोट गाउँ भन्छ। त्यो ठाउँमा हामी काठमाडौँबाट जाँदैछौँ। हाम्रो पालामा यो केही पनि थिएन। अब यस्तो बाटो पनि थिएन। कहाँ बाटो हो नि यस्तो। 1990 मा गएको मान्छे। म हराएको मान्छे, तर भिडमा होइन, आफै भित्र। यी डाँडा पाखा, यी गोरेटो बाटोहरू मेरो बाल्यकालका मौन साक्षी हुन्। यही जन्म लिए, यही मैले सिके। मान्छे हुनु भनेको आफ्नो लागि मात्र बाँच्नु होइन, हरेक प्राणी बाँचोस् भन्ने कामना गर्नु हो। छोरीमा चाहिँ नि यहाँ वैशाख पूर्णे बजार लाग्थ्यो। अनि वैशाख पूर्णे बजारमा यहाँ ठेला हान्ने गर्ने। कुनै बेला म ठेला हेर्दाखेरि ठेलाले पनि मलाई लागेको थियो क्या। त्यसले गर्दा यतापट्टि लाँकुरीको रूप थियो। यहाँनिर ठुलो पोखरी थियो। मैले यो माटोसँग धेरै कुरा साटेको छु। मेरो हाँसो, मेरो थकान र बोल्न नसकेका अनगिन्ती कथा। सम्झनाहरू केही मेटिए, केही अझै ताजा भएर मनका कुनाहरूमा बसिरहेका छन्। आज फेरि यी डाँडा पाखा, यी गोरेटो बाटोहरूले मलाई बोलायो। त्यसैले म फर्किए मौनतालाई साथ लिएर। मेरो जन्म 06/09/1957 मा चन्दनी कोट गाउँमा भएको थियो र मेरो उमेर 17 वर्षसम्म म आफ्नै गाउँमा खेतीपाती गरेर गाई भैँसी पालेर बसिरहेको थियो। सबै दाजुहरू लाउरी भएको हुँदाखेरि मलाई पनि लाउरी हुन मन लाग्यो र म लाउरी हुन गएँ। 1993 मा म सपटु सिमला हिलमा गएर भर्ती भएँ र भर्ती भएर म धेरै सङ्घर्ष गरेर म पल्टन पनि छिटोभन्दा छिटो पर्मिसन लिएर काम गर्दै थिएँ। म 89 मा आफ्नो आवधि खतम गरी नेपालमा आएँ र नेपालबाट फेरि म आफ्नो पेन्सन निक्लिएर आफ्नो बालबच्चा पढाउनुको लागि अलिकति मेरो क्षमताले पुगेन। त्यसले गर्दाखेरि म सेक्युरिटी गार्डको लागि फेरि 1990 मा म जर्मनमा गएँ। यही माटोले एउटा व्यक्ति जन्मायो, कोमल मन, चञ्चल अनि नक्कले, तर असाध्यै मनकारी। उही व्यक्ति हो इन्द्रसिंह गुरुङ। बाल्यकाल यही गाउँमा हुर्कदै बित्यो, तर समयसँगै गाउँका घर आँगन रित्तिँदै गए। दाजुभाइ साथीहरू एकाएक गर्दै लाहोर लाग्न थाले। उही बाटो समात्दै साथीभाइको पाइला पछ्याउँदै उहाँले पनि रोज्नुभयो लाहोरको यात्रा। इन्द्रसिंह गुरुङ भारतीय सेनामा जागिर खान पुग्नुभयो। भारतीय सेनामा 16 वर्ष कडा अनुशासन, परिवारबाट टाढा भएर जीवन बिताए। तर मनभित्र एउटा अडिग सङ्कल्प, म मात्र बाँचेर के गर्नु, अरूका लागि पनि केही गर्न सकु भन्ने विचारका साथ हातमा बन्दुक थियो, तर हृदयमा सधैँ मानवता। बेला बेलामा मलाई आफ्नो जन्मभूमिको याद आउने र म कस्तो हालतमा थिएँ, के थिएँ भन्ने कुरा त्यो मैले सोचेर नेपाललाई हेल्प गर्ने मेरो इच्छा जागृत भयो र मैले त्यो आफ्नो पानी पँधेरा खेतीपातीको त्यो असुविधाहरूलाई देखेर मैले अनि पढालेखा नभएको मान्छेहरूको त्यो स्कुलहरूको लागि फेरि मैले नेपाल हेल्प एफाउ भन्ने मैले तयार गरेँ। त्यो संस्थाबाट मैले जति पनि आएको रकमहरू मैले मेरो चन्दनी स्कुललाई पठाउँदै रहेँ र त्यही अवधिमा एउटा नानी नैना पहाडी भन्ने बागलुङतिरको थियो। उहाँलाई एउटा किसिमको बिमारी जस्तो उहाँको फेसमा देखियो र उहाँलाई पनि जर्मनमा आउसबुर्ग करनकन हाउस भन्ने ठाउँमा लगेर मैले उहाँलाई इलाज गरेर पठाएँ। त्यस्तै अरूलाई पनि मेडिसिनहरू यताति पठाउने यताति गरेर मैले त्यो काम गर्दै गएँ। अहिले म हाल जर्मनमा पनि अवधि खत्तम गरी पेन्सन निक्लेर म फेरि नेपालमा आएको थिएँ र अस्ति
भर्खरै म गाउँमा गएँ। गाउँमा जाँदाखेरि आफ्नो स्कुलहरू आफ्नो त्यहाँ सबै कुरो हेर्दाखेरि अझै मलाई अरू सेवा गर्नेको इच्छा जाग्यो। त्यसले गर्दाखेरि म फेरि त्यो गाउँको बालबच्चाहरूलाई सहयोग गर्नको लागि र त्यस गाउँको बुढाबुढीहरूलाई केही हेल्प होस् भनेर एउटा नर्स केटी पनि मैले आफ्नो तर्फबाट मैले उहाँ पठाएँ। अहिले पनि उनी चाहिँ नि वहीँ काम गर्दै हुनुहुन्छ र बच्चाहरूलाई ट्युसन पढाउने अनि बुढाबुढीहरूलाई यसो बिमारीहरू चेक गर्ने गर्दै हुनुहुन्छ। 1990तिर उहाँ पुग्नुभयो जर्मन। भाषा फरक, संस्कृति फरक, मान्छे फरक, तर पीडा उही थियो। विदेशी भूमिमा उहाँले धेरै नेपालीको आँखामा देख्नुभयो आफ्नै कथा। जर्मनमा बस्दा पनि इन्द्रसिंह गुरुङ आफ्नै लागि मात्र बाँचिनन्। कागजविहीन, श्रमिक, बिरामी, असहाय, जहाँ सक्नुहुन्थ्यो त्यही हात बढाउनुहुन्थ्यो। आज म धेरै वर्षको बाद चन्दनी कोट गाउँमा आइपुगेको छु र यो म जन्मिएको गाउँ हो। त्यसले गर्दाखेरि आज यहाँको जो अपाङ्ग बच्चाहरूको लागि केही बिस्कुट, केही अन्डाहरू अनि केही चाउचाउ र हार्लिक्सहरू ल्याइदिन्छु र मेरो तर्फबाट उनीहरूलाई आर्थिक सहयोग 15,000 गर्दैछु। धन्यवाद। अहिले चाहिँ अब विशेष गरी लगभग सबैको भनौँ न न्यून आय आर्जन भएको प्लस मेन चाहिँ आमा नै नभएको बच्चाहरू, टुरा बच्चाहरू र एकदमै गरिबीको रेखामुनि भएको बालबच्चाहरूलाई यहाँ चाहिँ हामीहरूले यो के भन्छ यो चण्डिका बालगृह एउटा संस्थाले त्यो उनीहरूलाई लालन पालन जस्तै उहाँहरू जस्तै सहयोगी हातहरूबाट चाहिँ हामीले त्यसरी अहिलेसम्म उ गरिरहेको छौँ होइन। यिनीहरूलाई चाहिँ यो बालबालिकाहरूलाई चाहिँ अब हामी अब अहिलेको शैक्षिक सत्रमा पनि फेरि प्लस गर्ने हामी 30-40जना पुर्याउने उद्देश्य छ हाम्रो। अनि उनीहरूलाई चाहिँ 12सम्म पढाउने हो हामी। उनीहरूको शिक्षा होइन, स्वास्थ्य सबै कुराहरू फ्री हुन्छ यहाँ। कुनै पनि कुराहरू चाहिँ उनीहरूको अभिभावकबाट त्यो अपेक्षा नै हुँदैन हामीसँग र हामीले कुनै पनि कुराहरू चाहिँ उनीहरूको अभिभावकले लाउँदैनौँ। हाम्रो संस्थाले निस्वार्थ रूपमा एउटा सेवाको भावनाले चाहिँ त्यो गरिरहेको छ। अहिले अब दिनदिनै जस्तै अब सहयोगी हातहरू चाहिँ जोडिँदै गइरहेको हुनाले अझै सहज हुने आशा गरेका छौँ हाम्रो संस्थाले चाहिँ। वास्तवमा फेरि धन्यवाद। नेपाल हेल्प जस्ता सामाजिक संस्था खोलेर निस्वार्थ सहयोग गर्दै आए। जर्मनबाट नेपाल, नेपालबाट जर्मन। उहाँको मन सधैँ पीडितहरूसँगै थियो। समय बित्दै गयो। जर्मनीमा पनि पेन्सन पकाउनु भयो। धेरैले भने अब त उतै बस्नुहोस्, आरामको जीवन बिताउनुहोस्। विश्वका धेरै देश देखेपछि उहाँले एउटा कुरा गहिरोसँग महसुस गर्नुभयो, रिटायर्ड लाइफ बिताउन नेपाल जस्तो शान्त जीवन, सरल र आत्मीय देश उहाँले कतै पनि देख्नु भएन। त्यसैले त आज इन्द्रसिंह गुरुङ भन्छन्, अब बाँकी जीवन यतै बिताउँछु। उहाँको जीवन यात्रा सधैँ प्रेरणादायी रह्यो। हरेक व्यक्तिसँगको भेटले उहाँको सोच र व्यवहारहरू समृद्ध बनाइरहेको थियो। त्यही क्रममा उहाँको भेट भयो युवा समाजसेवी बक्सर अमर लामासँग। उहाँले इन्द्रसिंह गुरुङको काम र विचारप्रति उत्साह देखाउनुभयो, जसले समाज सेवा गर्न अझ हौसला दियो। अमर लामा विगतदेखि नै समस्यामा परेका मानिसहरूको सेवा गर्दै आउनु भएको थियो। अमरसँग भेटेपछि इन्द्रसिंह गुरुङले सोचे सृजनशील विचार मात्र होइन, मार्गदर्शक र सहकार्य पनि आवश्यक हुन्छ। अब म पक्का छु बक्सर अमर लामा र उहाँका साथीहरूसँगै समाजसेवा गर्दै आफ्नै जन्मथलोमा योगदान पुर्याउनेछु। यो केवल भेटको कथा होइन, यो जीवनमा प्रेरणा र सेवा कसरी अघि बढाउने भन्ने पाठ पनि हो। सादा जीवन, उच्च सोच, नामभन्दा काम ठुलो, प्रशंसाभन्दा सेवा गहिरो भन्दै उहाँ अझै सक्रिय हुनुहुन्छ, शान्त रूपमा तर दृढ भएर। मेरो गाउँमा जो पहिला गाई भैँसी गोठाला भएर हिँड्ने खेतीपाती लगाएर मेलापात गर्ने साथी म जब ऊ पनि गोर्खा रेजिमेन्टमा भर्ती भयो, म नि भएँ र उहाँसँग मेरो टेलिफोनमा
अनि छुट्टी आउँदा बातचित भइरहेको थियो र मैले त्यो गाउँलाई सहयोग गरिराख्दाखेरि उहाँलाई यसो पैसाहरू पठाउने उ गर्ने अनि उसले योजनाहरू बनाएर भनिरहेको थियो यस्तो गर्ने उस्तो गर्ने भन्थ्यो र त्यसले गर्दा त्यसको मुताबिक अहिले म जर्मनबाट आएर गाउँमा जाँदाखेरि उसलाई फेला पार्दा धेरै खुसी लाग्यो मेरो पुरानो साथी बचपनको अनि उहाँलाई भेट्दाखेरि उहाँले चाहिँ सबै त्यो हाम्रो जति पनि हामीले गरेको काम अथवा मैले गरेको काम उहाँले चाहिँ यस्तो यो स्कुल यो बच्चाहरू यहाँनिर छ भनेर सबै देखायो बारी अब उनीहरू कहाँ छ र यहाँ कोही छैन आरामसँग यो अब यो स्कुलमा तपाईँले अब त्यो धेरै सहयोग गरिदिनु भएको छ नि यो स्कुललाई यो स्कुल अब किनेको फेरि है जग्गा किनेको फेरि अहिले यो आरुल जेठाको घर आरुल जेठा छैन अहिले यहाँ रेशम बस्छ हाम्रो नल्दाको छोरा रेशम बस्छ है अब ऊ पनि त्यस्तै त हो नि बिचरा के गर्ने छोरी त्यस्तै एउटा अलि अपाङ्गै छ ठुलो छोरो एउटा छोरो छ बिहा गरेर अहिले मलेसियातिर गएको अब उसको घर चाहिँ त्यहाँ भत्किहालेको तल अब खेत पनि अब 3 भाग गरेछ अब के पढारे कालेले छोडेन अझै त्यो अर्को छ नि त यो हर्साउने पानी होइन हो सानो पनि हो बाँधो भयो क्या अब कोही सबै लाफा भइहाल्यो है कसले गर्ने अहिले बाँधो त्यो भयो तम्कानी भनेको त्यो हो तम्कानी त्यही हो तम्कानी त्यही हो त्यो मेरो जग्गा भनेको त्यही हो त्यही हो घर भएको अहिले गयो नि त निर्मल अँ त्यहीँ जाने हो त्यो भेडा छ 15-16वटा भेडा छ बाख्रा छ अनि भैँसी छ राँगो छ अनि बसेछ अनि 2 जनालाई पालेको छ त्यो अनि यो चाहिँ यो गाई है यहाँ हामी कस्तो हाम्रो चाहिँ अब भनघर यो तपाईँको जग्गा हो यो रानीडी घरेटी मेरो जग्गा रानी घरेटीमा अब भवन बनाएको छ है अब यहाँको पार्टीले अब त्यो पैसा सहयोग मागेको छ अब सहयोग पनि अब कतिलाई दिएर सक्ने हो योको हैरान छ भनेको छ गाउँमा त्यही हो होइन त्यही हो गाउँमा त्यही हो अब केही न केही आफू जन्मेको जग्गामा केही न केही राम्रो गर्न पाए हुन पाए त कमसेकम केही न केही त ढुङ्गा ओसारेको छ यहाँ अहिले है यहाँको आमा पार्टी बाउ पार्टीले अलिअलि कमाएको पैसाहरू जोडेको छ ढुङ्गा ओसारेको छ बनाउने आफ्नो ठाउँ आफै बनाउने भन्छ तर खै हामी त लाखाना पाहा लगाइयो अब हुने जति अलिअलि हुने जति झरिहाल्यो नहुने जति बसेछ यी भत्कायो घर यो राणा गरियो यो भवन घर यहाँ त है यहाँ यो राणा यहाँ गिदारीको रुख थियो होइन यहाँ गरा थियो होइन थियो हजुर अब यो भवन घर अहिले अब बनाउनुको लागि यिनीहरूलाई सहयोग चाहिएछ बल्ल बल्ल भेट भएको मान्छे नि कता हो कता हामी बेसी जाने बाटो त सबै अहिले त छैन है मोटरको बाटो छ मैले ढोके म ठुल्कान्छको भाइ सन्चै हुनुहुन्छ क्या भर्खर आउँदैछु बाहिर होइन चियाहरू पकाउँ है के खानुहुन्छ तपाईँहरू ठिक्क चिया त हो के रक्सी खानुहुन्छ र कसले नै खानुहुन्न रक्सी रक्सी त 2 जनाले मात्रै खान्छ लोकल
तर म यो गाउँलाई होइन तपाईँहरूको साथ चाहिन्छ म केही गरिदिन्छु गर्न सक्नुहुन्छ अझै पनि उहाँले गर्नु पनि सक्नुहुन्छ केही गरिदिन्छु नमस्ते है दिदी अमाइली नमस्कार सन्चै छ यहाँ चाहिँ तपाईँको यस्तो जङ्गल छ के अरे के त यो 88 ग्राम माइली गर्छ नि त यो बारी त्यो घर कसको त फेरि त्यो चाहिँ जुन्से मैलाको यो जुन तिमीले त्यो हो जुन्से मैला थियो यो माथि धसेको लाग्ने मेरो बारी यही हो यो गल्लीमाथिको अब खोल्टी बारी छ उता सबै बाँध के गर्ने को छैन यो चाहिँ फेरि सुन्द्रेको बाउको क्या यो पुरा सुन्द्रेको यो चाहिँ रुमालेको यो बारी अब हाम्रो अब भन गरियो उकेर त्यो तपाईँले बना भनेको यो बनाएको यो चाहिँ त्यो ढिलो मुल्सीको घर थियो ढिलो मुल्सीको यो अब भेतरको यो बारी यो बारीहरू है भेतरको अनि त्यो काटे मैलाको बारीको त्यो किनेर त्यो घर बनाएको है अहिले गुम्बा बनाएर यही त नि गुम्बा बस्ने बनायो मन्दिर चाहिँ बनाएको छ भने अब त्यो पानी ट्याङ्की यो भयो 100-150 गाडी हुन्छ भोलि त है भोलि थानी त्यही हो उता सेतो छ नि सेतो रातो छ है त्यो ढुङ्गा हो त्यो मन्दिर है त्यो 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 सेतो त्यो स्कुल होइन र होइन बस्ने मतलब बस्ने क्या हामी आएर यताबाट जान्छ नि त्यहाँ बस्ने कुर्सीहरू बनाएको छ क्या त्यसमा बस्ने जन्तीहरू पाहुनाहरू है कोही कति जानुभयो उहाँहरू राम्रो छ ल यो किन टाका लगाएको भने चितुवा आउँदा बाख्रालाई चढाउनु परेन मनसुलीमा त्यसमा हामीले बेलुका हेर्नुपर्छ स्वयं शिवको आकारमा देख्न पाइन्छ त्यो अहिले पनि कसको त तपाईँले देख्नु भएको छ नि त्यो बिचमा हो त्यो सेम शिवको आकारमा देखिन्छ त्यसलाई केही वडा कार्यालय उसको पालामा पुरा यो सल्लाहघारी बनाइदियो अहिले यहाँ बेसी त खोइ अब त्यस्तो बाँदर लाग्छ होइन
अब हाम्रो चाहिँ यो साल यहाँ गुरुङ भनेको छैन त्यहाँ छ एउटा गुरुङ अनि यहाँ चाहिँ नि पहिला मुर्चामा यो पुरा राजाले त्यो आफ्नो फौजहरू राखेर लडाइँ गर्ने पहिलाको जमाना अरे यो अनि अहिले चाहिँ यति जो पनि यो सल्लाहघारी बनाउनु भएको छ कि सबै मेरो दाइले रोप्नु भएको सल्लाहघारी सबै त्यो चोक पऱ्यो होइन त्यो चोक हाटियो है अनि पहिलाको राजाले आटे गर्नको लागि पनि होइन यो मुर्चामा राजाले भनौँ न पहिलाको राजाले यो बनाएर अनि आफ्नो सैनिकहरू यसरी राखेर कसैले अट्याक गर्न नसकोस् भन्ने हिसाबले मजाले बसिरहेछ भनौँ न किनभने त्यो भएर अब हामीले अब पहिला त हामीले ख्याल गरेन होइन अहिले हामीले बुझेको अनुसार इतिहासको अनुसार होइन हाम्रो यहाँ कोटको राजाले होइन उनीहरूले आफ्नो सेफ्टीको लागि आफ्नो फौजीहरूलाई गर्नको लागि उनीहरूले चाहिँ यसरी मुर्चा बनाएर यस्तो डाँडामा लडाइँ गर्दो रहेछ भनौँ न पहिला जमाना यो हाम्रो चाहिँ ज्वालाजी मन्दिर यो स्थापना गर्नुभयो हाम्रो बाउहरूले गरेर अहिले यहाँ यो किन छोड्ने यो जग्गा हामीले राम्रो गर्नुपर्छ यो पहिला हाम्रो यो पूर्व राजाले यहाँ यो गढी खनेर बसेको उहाँहरू पहिला अब हामीलाई पनि त्यति थाहा थिएन इतिहासमा त्यो लेखेको छ कि हामी यो ठाउँ यसरी राजाहरू बस्ने भनेर गढी बनाएर आफ्नो फौजहरूलाई मजबुतको लागि राख्नको लागि जतासुकै चोक या त तलतिर या बायाँतिर दायाँतिर दुश्मनहरू आउँछ भनेर हेर्ने जग्गा बनाएर बसेको हाम्रो राजा कोट राजा भन्छ पहिला र त्यसरी नै गढी खनेर बसेको पहिला हामी गाई भैँसी चरान आउँथ्यो पोखरी थियो यहाँनिर अहिले चाहिँ अनि पोखरीमा गाई भैँसीले पानी खोल्न आउँथ्यो अहिले फेरि त्यसैको ख्यालमा राखेर ध्यान राखेर फेरि हाम्रो जिजु बाजेहरूले फेरि होइन एउटा मन्दिर खडा गर्नुपर्छ यहाँ कोटमा राम्रो गर्नुपर्छ याद हुन्छ सबै आउँछ र भनेर फेरि हामीले एउटा मन्दिर बनायो यहाँ ज्वालाजी मन्दिर अनि उता मनोकामना मन्दिर बनायो अब हाम्रो जिजुबाजेको थला हो नमस्कार दादा नमस्ते है मामाहरूलाई धेरै सालमा भेट भयो तपाईँहरू अब तपाईँ विदेश जानुभएको नि धेरै नै भइसक्यो अब बल्ल भेट भयो हामीलाई धेरै धेरै खुसी लागेको छ हामी आमा पार्टी सबैजना तपाईँहरू आउनुभएको छ भनेर हामी दकुर्दै ल हिँड भन्दै सबैलाई कराउँदै लिएर आयौँ अब देश परदेश हिँड्ने मान्छेहरूलाई भेट्नु पनि गाह्रो छ आउनुभयो हामीलाई धेरै धेरै खुसी छ हामी मात्रै नभइकन यो डाँडाको सबैजना सबै खुसी भएको छ ओहो फलाना आछ अरे ठुलो भाइ आछ अरे भनेपछि त जम्मैजना खुसी भएको छ हर्षले एकदम खुसी सबैजना हाँसी भएको छ अब यस्तै हो हामी अब गाउँघरमा अब यस्तै हो दुःख सुख भन्ने अब दुःखै छ हामीलाई अब अर्थको केहीको दुःख भन्दा नि अब हामीलाई पानीको धेरै ठुलो समस्या छ त्यो त तपाईँहरूले नि भोगेर जानुभएको हो तपाईँहरू पनि रातै भरि पानी भरि गएको हो आज पनि हामीलाई त्यही समस्या छ अब नेताहरू आउनुहुन्छ जति पनि आउँछ हामी गरिदिन्छौँ भन्छ अब भोट दिने भोलि आएर जिउ गर्छ अनि दिएपछि गएपछि फर्केर आउँदैन हामी खोज्न जान नि पाउँदैन सक्दैनौँ कहाँ हो के हो त्यही भएर हामीलाई धेरै धेरै समस्या छ अब अलिअलि पानी भरेर खान सक्ने छोरछोरी कोही बिहा गरिदियो अर्कोले लयो छोराहरू पनि अब देश विदेश कमाउन जानु पर्यो अब उनीहरू पनि अब बाहिरै हुन्छ अब कहिले पाहुनाको रूपमा जस्तो आउँछ अब एक दिन आउँछ 2 दिन आउँछ त्यहाँदेखि फेरि गइहाल्छ आखिरीमा गाउँमा अहिले न केटाकेटी न अब जवान पनि छैन बच्चा पनि छैन गाउँमा अब बच्चाहरू पढ्ने भन्छ बजार गयो अब ठुलो मान्छे कमाउने भन्छ विदेश गयो अब भनेपछि त बुढा र बुढी जसको घरमा पनि 2 जना बुढाबुढी अब हुने बिचरा अब त्यसरी नै हामीलाई अलि धेरै समस्या हामी पानी पनि भरेर खान नसक्ने जस्तो स्थिति भयो अब दिन बुढाबुढी सकुन्जेल त गएको अब अलिअलि योजनामा आउँछ त्यो योजनाको पानी अब हामीले सकि नसकि यो
ऊबाट लिफ्टबाट अलिकति पानीको योजना बनायौँ। अलिअलि गाउँमा चन्दा स्रोत उगाएर अनि सरकारसित अलिअलि माग गरेर हल्का उहाँहरूले अलिअलि सहयोग गरिदिनु भयो। त्यसले गर्दा अलिअलि आउँछ। अब कहिले लाइन हुन्न, कहिले लिफ्ट बिग्रिन्छ, कहिले ट्याङ्की दुलो परेर जान्छ। त्यही भएर हामीले झन् धेरै समस्या छ। मेरो तर्फबाट पनि सबैलाई नमस्ते। आज म आफ्नो खास गरी आफ्नो यो पुरानो पेन्सन यतातिको कामको लागि म यहाँ आएको थिएँ। फेरि पनि हजुरहरूलाई भेटेर धेरै खुसी लाग्यो अनि म आफै भाग्यशाली सम्झिन्छु। र आज हजुरहरूलाई परेको दुःख पहिले हामीले पनि अब भने नि त ठेकी जाँतो पानी पञ्चायतदेखि लिएर भाडा परमा सबै हामीले लगाएर हिँड्ने हो होइन। अब आज म जर्मन सरकारबाट पनि अनि इन्डियन सरकारबाट पनि पेन्सन भएर आएको छु र मेरो तर्फबाट पनि र मेरो जर्मनमा पनि एउटा नेपाल हेल्थ एफओ भन्ने मेरो एउटा संस्था छ र यो संस्थाबाट अब म यहाँ बर्सिन्जेलसम्म होइन तपाईँहरूबाट पुरा डकुमेन्ट्सहरू अनि सबै कुरो पाएपछि फेरि म उता पेस गर्छु। जस्तै अब कहाँसम्म हुनसक्छ, कतिसम्म त्यो अब म भन्न त सक्दिनँ अनि कति समय लाग्छ होइन। केही बचतहरू मगाउने छु र हाम्रो बालबालिकालाई पनि र कुनै स्कुलहरूको लागि पनि हामी सबै मिलेर अनि हामीले अहिले हालसाल त्यति गर्छौँ। पछि फेरि हामी आउँदै गर्छौँ। कति सक्छ के सहयोग गर्ने काम गर्दै गरेको भनेपछि अब हामीलाई यो खुसी भयो कि तपाईँ अब यहाँ इन्डियामा पल्टनमा जागिर खानुभयो, पेन्सन पाक्यो, त्यो पनि तपाईँको अब ठुलो योगदान। अब विदेश जानुभयो जर्मनमा, आज कति वर्षसम्म तपाईँले 35 वर्ष जागिर गर्नुभयो, सेवा गर्नुभयो, उहाँबाट रिटायर हुनुभयो। त्यो पनि तपाईँलाई हजुरलाई धेरै धेरै मुरी हाम्रो तर्फबाट तपाईँलाई बधाई छ। अनि अब आउनुभयो, आफ्नो देशमा आउनुभयो, हामीलाई त्यो धेरै खुसी छ। सबैको आफ्नो गाउँमा आफ्नो घरमा हामीले यसरी देख्न पाउँदा हामी एकदम खुसी सबैजना सबैले तपाईँलाई हामी धेरै धेरै बधाई छ। र हामी पनि अब तपाईँहरू देश विदेश भएकोले अब केही चिन्हपत्री अब ठाउँमा बस्नु भएकोले यहाँ बाबुहरूलाई पनि सबैलाई यहाँ आउनुभएको पाउन बाबुहरूलाई सबैलाई हाम्रो आम पार्टीको तर्फबाट धेरै धेरै बधाई छ, आशीर्वाद छ, मुरी बधाई छ, धन्यवाद है। अब तपाईँहरूले यसरी हेरिदिनु भएकोमा, तपाईँहरूले यसरी हाम्रो सहयोग गरिदिनु, तपाईँहरूले सोच राख्नु भएकोमा हामीलाई धेरै खुसी छ। तपाईँहरूले धेरै धेरै आशा पनि छ। हामी आशाकारी छौँ। आशाकारी त आशाकारी हुन्छ क्या, मान्दै हिँड्ने नाच्दै हिँड्ने आशाकारी। अब हिजो नाच्नै पाइएन सबै कताको नाच हेर्न त आउनै पर्छ है। यही भन्ने बाबुहरूलाई ल हाम्रो तर्फबाट धेरै धेरै आशीर्वाद। जुन हामी हमेसा खेतीपाती गरेर बस्थ्यौँ त्यो जग्गाहरू अहिले सबै जङ्गल बनेको रहेछ। कसैले खेतीपाती नगर्दो रहेछ। यङ बच्चाहरू जति सबै विदेश जाने भएको हुँदाखेरि त्यहाँनिर मैले सिर्फ के फेला पारेँ, आमा समाजमा सबै छोरी मान्छे बुढाबुढीहरू मात्रै फेला पारेँ। जो अलिकति 16-17 वर्षको छोरा छोरीहरू जति सबै विदेशमा गएको रहेछ र कसैलाई नि मैले भेट्न सकेन। मेरो साथीलाई सोद्धाखेरि यहाँको सबै छोरीहरू जति विदेशमा छ, कोही अमेरिका, कोही लन्डन, कोही जर्मन, युके पुगेछ भनेर भने। त्यसले गर्दाखेरि आमा पार्टीलाई त्यहाँ हेर्दाखेरि आमा पार्टीहरूले पनि सबै हाम्रो बच्चाहरू यहाँ पुग्यो उहाँ पुग्यो भन्नुभयो। उहाँहरूको माया ममता देखेर अझै मलाई फेरि मेरो जो गरिरहेको संस्था थियो र त्यो संस्थालाई फेरि म जागृत बनाएर यो कामलाई अझै पनि अगाडि बढाउँछु भन्ने मैले आशा निकालेँ र अहिले यो कामतिर फेरि म। इन्द्रसिंह गुरुङ केवल एक व्यक्ति होइनन्, उहाँ एउटा उदाहरण हुनुहुन्छ। सेवाको सिमाना सीमित हुँदैन, देशले होइन मनले चिनिन्छ। जीवन भनेकै यात्रा हो, जहाँ भेट पनि छ, बिछोड पनि, सुख पनि, दुःख पनि। जति नै उचाइ चुमे पनि, जति नै सागर तरे पनि गन्तव्य भनेको आफै भित्र नै हुन्छ। अन्ततः हामी सबै यात्री हौँ। कोही धेरै टाढा पुग्छ, कोही छिट्टै फर्किन्छ।
सबै प्राणी सधैँ जीवित रहँदैन, तर हामीले छोडेका कर्म, हामीले रोपेका आशा र हामीले सृजना गरेका सृजनाहरू अमर हुन्छन्। इन्द्रसिंह गुरुङ एक दिन नाम मात्रै बन्न सक्नुहुन्छ, तर उहाँले बाँडेका सेवा, उहाँले देखाएको बाटो र उहाँले सिकाएको मानवता सधैँ जीवित रहनेछ, किनकि मान्छे माटोमा फर्किन्छ तर सृजनाहरू सधैँ जीवित रहनेछ। र सायद यही हो जीवनको साँचो अर्थ, आफू हराएर अरूका लागि केही छोडेर जान सक्नु।